फाइनली गाइज मेरो चाहिँ केरा आयो आमा हेर्नु त केरा यहाँ त भन्नु भनेर उचाल्दै हेर्नु त यहाँ आमा यो पाक्दा त कत्रो हुन्छ होला नि मनिता क्लुङ युट्युब च्यानल फाइनली गाइज मेरो चाहिँ केरा आयो आमा हेर्नु त केरा यहाँ त जाउँले परेछ ट्विन्स बनाना कोला खानुहुन्छ भने बनाना खानुहुन्छ भने मनिता कोलो युट्युब च्यानलमा आउनु होला गाइज ओएमजी राम 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 यो बनाना चाहिँ फेरि यो केरा चाहिँ हाम्रो ठुल दिदीले ल्याइदिनु भएको मलाई अब केरा खाने अवस्था पाए त गाइज हेर्नु न एक कोसोले अगाइ छ हौ बाफ्रे ओइ उचाल्नै पो सक्दिनँ जस्तो छ त राम 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 बाफ्रे ओएमजी म त ढले नै पो भइहाले हेर्नुहोस् त यो बनाना खाएर चाहिँ मान्छे एकदमै तन्दुरुस्त हुने परियो लोकलै गाइस यो चाहिँ केही दबाई सबै केही नहालेको केरा हो अब म पकाएर खानु आँटेको छु ल हस् हेलो गाइजहरु दाक्सु सेवा नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल अनि आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला ला कुए छ हेर्नु त गाइज मेरो केरा चाहिँ कुए छ है यहाँ पाकेन भनिरहे हैन यस्तो भएछ यो केरा कसरी पकाउनु पर्ने हो मलाई आइडिया दिनुहोस् त पाकेन छ हो बन्दै पाकेन गाइस हेरौँ त आजको मैले भिडियो चाहिँ केरा बनाउनको भ्लग लिएर आएको छु यो मैले केरा पकाउन लागेको छु हप्ता दिन भइसक्यो र पनि पाकेन मलाई प्लिज कमेन्ट गरिदिनु होला मलाई आएन ल आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्यो तपाईहरुले प्रतिक्रिया दिनु होला हस् उचाल्नै सकिन फाइनली गाइज आयो बनाना भन्नु भनेर उचाल्दै हेर्नु त यहाँ यो पाक्दा त कत्रो हुन्छ होला नि यो पाक्दा त पाइनल पुरानी कहिले पाकेर खानु होला ओएमजी आयो केरा फेरि ल म अर्को देखाउँ आइट उचाल्नै सकिन